नमस्ते सबैजनालाई। हामी चाहिँ कुसे 8 साक्टामा राहत हस्तान्तरण गरेर जाँदैछौँ। मेरो साथमा दाइ हुन्छ। दाइ हेलो, के छ खबर? बाटोको हालत यस्तै छ। बाटो चाहिँ त्यसरी खोला यस्तो गाह्रो छ। म चाहिँ यहाँबाट जाँदैछु। एकदम गाह्रो छ यहाँको बाटो, यस्तो खराब छ कि होइन। अब के भन्नु, कसलाई के भन्नु, यहाँको सरकारलाई पनि के भन्नु, बनाउँदैन। यस्तै छ गाइस। यो बाटोको अवस्था यस्तो छ यहाँनिर, यति गाह्रो छ। यहाँको यसो सरकारले बाटो साटो बनाइदिया भए कति सजिलो हुन्थ्यो होला। बाटो चाहिँ यस्तो खराब छ है, कुरै छोडिदिनु। यहाँको सरकारले यो बाटो बनाइदिया भए कति सजिलो हुन्थ्यो होला। एकदम बाटो हेर्नु गाइस, यस्तो गाह्रो छ बाटो यहाँ। एकदम कठिन छ परिस्थिति यहाँको बाटोको। हेर्नु गाइस, हेर्नु त। हिजो बेलुका राति 1 बजीतिर यहाँबाट सामान बोकेर उता माथि लगेको थियौँ। यहाँबाट जान, खोलाबाट चाहिँ गाडी जान सकेको थिएन। अहिले बाइक पनि यस्तो गाह्रो छ। लाजुम दादा हिँडिरहेको छु बाटो अप्ठ्यारो भएको भएर गाइस। यो बाटो एकचोटि बनाएदेखि एकचोटि पनि सफा नगरेर पनि सायद यस्तो भएको हो। दादा कस्तो लागिरहेछ यो यात्रा गर्दाखेरि? राम्रो लागिरह? के भन्नुहुन्छ यहाँको सरकारलाई? दाइ मौन हुनुहुन्छ, केही बोल्नुहुन्न यो विषयमा। यो बाटो कुसे हिमाल अनि यता म छु, मेरो साथमा दाइ हुनुहुन्छ। कस्तो राम्रो हिमाल देखेको, लालीगुराँसको माला कस्तो राम्रो ल। अप्ठ्यारो बाटोमा यति सङ्घर्ष गरेर आउनु भएको छ। यस्तो पीडितहरूलाई केही नभए पनि अलिकति थोरै भए पनि राहत हुने, उहाँहरूको घाउमा मलम लाग्ने काम भएको छ। हजुर जतिको सङ्घर्षशील नारी, यत्तिकै सानसुने काम थिएन हजुरले जुन गर्नुभएको छ। यो प्रशंसामा योग्य छ, सराहनीय काम छ। हामी त किनभने अब यस्तो यो अप्ठ्यारो पर्दा